हामी चाहिँ आज एउटा नयाँ ठाउँमा वाकिङको लागि आएको छौँ र यो ट्रेल चाहिँ एकदमै लामो पछाडिबाट अगाडिसम्म उहाँ कति परसम्म छ। कति धेरै स्याउ रहेछन् यार। यो बुटो चाहिँ भविष्यको अब यसले धेरैको पेट भर्छ होला यार। स्याउ नै होइन र। कति सालमा बनेको पुल होला यो। आमै बन्द भएर चाहिँ यो पुल खतरा बनाएको रहेछन् है। तर काठले एउटा यत्रो दामी फाँट यति ठुलो फाँट चाहिँ सेलमा रहेछ कि होइन। किनिदिउँ भनेको आज मैले पर्स्याउनै बिर्सेछु क्या, त्यही भएर आजको लागि छोडिदिएँ। म अर्को दिन हेर्न आउनु पर्ला होइन। 10 मिनट भइसक्यो होला अझैसम्म पनि सकिएकै छैन। उहाँसम्म अझै कति अझै 11 मिनट हिँड्नुपर्ने रहेछ यार। बानी हिँड्दा हिँड्दै खुट्टा दुखिसके। हाम्रो मेन उद्देश्य भनेको चाहिँ यो पुलमा आउनु थियो होइन। आमामा यो पुलबाट त कति राम्रो भ्यू है तल। यता एमाजोनको उस जस्तै छ है। ब्रिजको हिस्ट्री फेरि कस्तो रहेछ भन्दाखेरि यो 1881 मा चाहिँ यो रेलको लागि भनेर बनाएको रहेछन्। अनि 1883 मा चाहिँ यहाँबाट रेल चल्न सुरु गरेछ। अनि 1920 मा चाहिँ यसको साइज हल्का घटाएछन्, हाइट घटाएछन्। अनि त्यसपछि 1962 मा चाहिँ फेरि रेल स्टार्ट भएछ। अनि त्यस पछाडि ओन्टारियो गभर्मेन्टले यसलाई किनेर अनि फेरि अहिले चाहिँ 2006 मा चाहिँ यसलाई ट्रेलको लागि भनेर बनाएछन्। जुन चाहिँ अहिले यस्तो बवाल देखिन्छ। यहाँ तल यति तलसम्म छ।